फुटबलको भगवान पेले उनको जन्म चाहिँ 1940 अक्टोबर 23 मा भएको थियो र 70 वर्षमा वर्ल्ड कप जिताउने एउटा पहिलो व्यक्ति पनि हुन् पेले नाम भनेको। पहिलो वर्ल्ड कप चाहिँ 1958 मा जिताएका थिए र 2 गोल पनि हानेका थिए। 1962 मा उनकै गोलले गर्दा वर्ल्ड कप जितेको थियो। 1970 मा उनको तेस्रो वर्ल्ड कप हो र उनको हिस्टोरीकै तेस्रो वर्ल्ड कप उनको नाममा भएको थियो र ब्राजिलको लागि तेस्रो वर्ल्ड कप जिताउने एउटा पहिलो व्यक्ति बनेका थिए र उनको रेकर्डहरू चाहिँ 1279 गोल पनि छ। त्यो रेकर्ड पनि अहिले तोडिएको छैन। मान्छे मरेर गए पनि उनी मरेर गए तर उनको रेकर्डहरू अझै 5 पुस्तासम्म नै रेकर्ड बसिरहनेछ। पेलेको ब्याकग्राउन्ड पेलेको हिस्टोरी चाहिँ एउटा गरिबी परिवारसँग जोडिन्छ। पेले भनेको यस्तो गरिब परिवार हुन् कि जुन बेला खाना लाउन पनि एक छाक खाना पनि पुग्दैन थियो त्यो अवस्थाका पेले तर एउटा रेकर्ड एउटा छाप छोडेर गएका छन्। यो संसारबाट बिदाई भए पनि एउटा कपीमा छुट्टै नाम र छुट्टै रेकर्ड छोडेर गएका छन्। त्यही भएर मनैदेखि मिस